साधारणतया क्रिकेटमा दुई टिम बीच खेल हुने गर्छ, तर भर्खरै मात्र सम्पन्न CWC लिग 2 अन्तर्गत पोइन्ट्स टेबलमा तेस्रो स्थानमा रहेको नेदरल्यान्ड र 6औं स्थानमा रहेको क्यानाडा बीच भएको म्याचमा नेपाल तेस्रो टिमको रूपमा सामेल थियो। सरसर्ती हेर्दा नेपाल, क्यानाडा र नेदरल्यान्ड गरी 3 देश बीच म्याच भइरहेको जस्तो देखिन्थ्यो। नेदरल्यान्डले जित निकालेर अङ्क तालिकाको तेस्रो स्थानमा सुरक्षित हुनको लागि मजबुत टिम लिएर मैदानमा उत्रिएको थियो भने क्यानाडाले आफूले जित निकालेर नेपाललाई तल पार्दै 5औं स्थानमा जाने होडबाजी चलिरहेको थियो। नेपालसँग भने म्याच हेर्नु बाहेक अन्य कुनै विकल्प नै थिएन। यी 3 देश बीच भएको यो क्रिकेट खेलमा खेल भने नेपालले जितेको छ। नेपाल यति भाग्यशाली देश होला भनेर सायदै कसैले पत्याएका थिएनन् होला। सामान्यतया क्रिकेट म्याच प्रतिकूल मौसमका कारण मैदान वा पिच अनुपयुक्त हुनु, प्रकाशको समस्या, सुरक्षा खतरा वा महामारी जस्ता आपतकालीन अवस्थाका कारणहरूले रद्द हुने गर्छन्। तर खेल सञ्चालन हुँदा न त मौसम प्रतिकूल थियो, न त प्रकाशको कुनै समस्या, न त सुरक्षाको खतरा, न त कुनै महामारी। तर खेल 4 ओभर सकिँदा अम्पायरले खेल रद्द भएको घोषणा गरिदियो। यो खेल रद्दसँगै नेदरल्यान्डको तेस्रो स्थानमा जरो गाड्ने सपना र क्यानाडाको नेपाललाई 6औं स्थानमा झारी आफू 5औं स्थानमा बस्ने सपना सबै तुगिएको छ। खेल किन रद्द भयो त? मौसम अनुकूल नै थियो। दुई देशबीच 11 पटक भएका खेलहरूमा 10 पटक जित निकालिसकेको नेदरल्यान्ड यस पटक पनि सजिलै जित निकाल्ने लक्ष्यसहित टस जितेर ब्याटिङ गर्ने निर्णय गर्यो र मैदानमा छिर्यो पनि। क्यानाडा पनि त्यति कमजोर देखिएको थिएन। पहिलो ओभर लिएर आएका कलिम सानाले आफ्नो पहिलो ओभरमा मात्र 4 रन खर्चे र दोस्रो ओभर लिएर आए अखिल कुमार। उनको पहिलो ओभरको दोस्रो बलमा नै उनले म्याक्स ओडौडलाई 0 रनमै पभिलियन फर्काइदिए। क्यानाडाको लागि खेल सकारात्मक नै गइरहेको थियो, तर पिचले भने अस्वाभाविक रूप देखाइरहेको थियो। खेल 4.1 ओभर पुग्दासम्म पिचले यति धेरै अस्वाभाविक व्यवहार देखाउन थाल्यो कि बल धेरै नै बाउन्स भइरहेको थियो। यो पिचको व्यवहारसँगै अम्पायरले आखिर खेल रद्द गर्न बाध्य नै भयो र दुवै टिमले 1-1 अङ्क बाँडेर चित्त बुझाए। खेल रद्द हुनु बाहेक यी दुई राष्ट्रबीच हुने अन्य कुनै पनि नतिजा नेपालका लागि राम्रो साबित भने हुने थिएन। क्यानाडाले जित निकाल्यो भने नेपाललाई क्यानाडाले अङ्क तालिकामा 6औं नम्बरमा झार्थ्यो भने नेदरल्यान्डले जित निकाल्न सफल हुन्थ्यो भने उसको अङ्क अझ मजबुत हुन पुग्थ्यो र अब नेपालसँग हुने सिरिजमा नेदरल्यान्ड थप साहसका साथ प्रस्तुत हुने पक्का-पक्की थियो। जुलाई 21बाट नेदरल्यान्डको कम्पोङ क्रिकेट मैदानमा नेपाल, नेदरल्यान्ड र नामिबिया बीच ICC CWC लिग 2 अन्तर्गतको सिरिज सुरु हुँदैछ। नेपालका लागि ODI वर्ल्ड कप 2027 क्वालिफाई गर्न यो सिरिज अत्यन्तै महत्त्वपूर्ण रहेको मानिन्छ। त्यसपछि नेपालको खेल बाँकी रहन्छ क्यानाडा र ओमानसँग, जुन ICC लिग 2 अन्तर्गत नेपालका लागि अन्तिम सिरिज हुनेछ। यो बाँकी 8 खेलमा 8 वटा जित निकाल्न सफल भयो भने नेपालको खातामा 40 अङ्क पुग्नेछ, जुन ODI वर्ल्ड कप 2027 क्वालिफाईको लागि अत्यन्तै बलियो अङ्क मान्न सकिन्छ। आशा गरौँ नेपालले अब हुने ICC CWC लिग 2 अन्तर्गतका बाँकी रहेका 8 खेलहरूमा 8 वटै खेलमा जित हासिल गर्दै ODI विश्वकपको मैदानमा प्रवेश गरोस्। हाम्रो धेरै शुभकामना। तपाईँको विचारमा नेपालले बाँकी 8 खेलमध्ये कति खेल जित्न सक्छ त? कमेन्टमा आफ्नो धारणा अवश्य लेख्नुहोला। भिडियोलाई लाइक र क्रिकेट सम्बन्धी यस्तै जानकारीका लागि च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला भन्दै म यो भिडियोबाट बिदा हुन्छु। नमस्कार। तपाईँको समय शुभ रहोस्। जय नेपाल, जय क्रिकेट।